नमस्ते साथीहरू। आज म यहाँहरूको सामुन्ने विश्वकप फुटबल 2026 मा बिरलै देख्न पाइने, असमान जस्तो लाग्ने अनि कोही पनि ठुलो सानो या धनी गरिब खेलमा हुन सक्दैन भन्ने प्रमाणित गरेको अफ्रिकाको टापु राष्ट्र देश केप भर्डे र त्यसका गोलकिपर 40 वर्षीय बोजिन्याको बारेमा थोरै मात्र भए पनि चर्चा, अझ भनौँ प्रशंसा गरिएन भने अन्याय हुन्छ भनी ठानेर यो भिडियो सन्देश ल्याउन म बाध्य भएँ। हुन पनि मेरो सौभाग्य या फुर्सदले यो विश्वकपमा डेब्यू गरेको सानो राष्ट्र देश केप भर्डे अनि विश्व फुटबलको पावर हाउस स्पेन बीचको खेल प्रत्यक्ष हेर्ने पूरा समय आनन्द लिने अवसरमा मैले स्पेनले पनि सजिलै पराजित गरिहाल्छ नि भन्ने पूर्व अनुमान त गरेकै हो। तर खेलमा यस्तो रोमाञ्चित मोड या भनौँ परिस्थिति सिर्जना भयो कि स्पेनका स्टार स्ट्राइकर भनौँदाहरूका सामु गोलकिपर भुजिन्या चरा जस्तै उडी चुम्बक जस्तै समातेर सबै आक्रमण विफल पार्न सफल रहे। अझ भनौँ उनी स्पेनका सामु कङ्क्रिट वाल जस्तै बनेर, फलामको ढाल बनेर, गोल पोस्टको बार बनेर सबै आक्रमण छोक्न, छेक्न, रोक्न विफल पार्न सक्षम भयो। म्यान अफ द म्याचको ट्रफी समाउँदै उनले जब आफ्नी आमा सम्झे, जसलाई उनले आफ्नो खेल देखाउनको निम्ति अमेरिका ल्याउन गरिबी र पैसा अभावले सकेका थिएनन्, भिजा लागेको थिएन, अनि आफ्ना दिवंगत हजुरबुवा र हजुरआमालाई सम्झेर जब उनी भावुक भए, मेरा पनि आँखाबाट आँसु थामे। वास्तवमै केप भर्डे टिमलाई बधाई छ, धेरै धेरै बधाई छ। अझै झन् गोलकिपर भुजिन्यालाई त स्यालुटै छ। स्पेन जस्तो टिमलाई 0-0 मा रोक्नु भनेकै टिम भर्डेको जित हो। अझै यस्तै रोमाञ्चित र आकर्षक फुटबल हेर्न यो विश्वकप 2026 मा पाइयोस् र फेरि कुनै समय सापेक्ष भिडियो सन्देश लिएर यहाँहरू समक्ष पेश हुने बाचा गर्दै छुट्टी मागे। सबैको दिन शुभ रहोस्। जय नेपाल। नमस्कार।